यसरी यो माटोको भाँडोमा पकाएर मासु नखाने मान्छेले त मासुको असली स्वाद कस्तो हुन्छ भनेर थाहा नै पाउँदो रहेछ के। यति मिठो हुँदो रहेछ, यति नरम, यति दामी स्वाद आउने यसमा पकाउँदाखेरि। ओहो, यो भाँडो चाहिँ खासमा मैले पहिला दही हाल्न भनेर ल्याएको। यसमा दही पनि एकदम राम्रो भएको थियो, 1-2 दिन दही हालियो। अनि अहिले जाडोमा यसमा दही जम्न छोड्यो। अब चाहिँ त्यसपछि यो भाँडो अहिले मकै भुट्ने, कहिले सखरखण्ड उसिन्ने, कहिले चिया पकाउने। अब हुँदा हुँदा यसको प्रमोसन हुँदै हुँदै गएर अस्ति माछा पकाएको थिएँ, आज चाहिँ यो कुखुराको मासु। यसमा चाहिँ एकदम मिठो लाग्यो कि मलाई चाहिँ जे पकाए पनि। फर्स्टमा अलि यो भाँडो नयाँ नयाँ हुँदा चाहिँ हल्का स्मेल आउँदो रहेछ। अहिले चाहिँ यो भाँडो अब मेरो चाहिँ मजाले पाकिसकेको छ। अनि अब चाहिँ यसको स्मेलहरू त्यस्तो केही आउँदैन। अनि यो भाँडो चाहिँ यस्तो कालो भए पनि यो आउन चाहिँ आउँदैन है, सफासँग माजेरै राखेको हो। अनि पकाउन पनि छिटो पनि हुने के, कराईमा भन्दा मलाई चाहिँ अलिक छिटो भएको जस्तो लाग्यो। सानो ग्यासमा नि यो भाँडो मजाले तातेपछि छिटो पाक्ने। अनि यस्तो खसीको मासुहरू चाहिँ यसमा पकाएर खाएको चाहिँ देखेको थिएँ मैले नि, तर कुखुराको मासु चाहिँ मैले नि आज फर्स्ट टाइम पकाएको। तर एकदम मिठो लाग्यो मलाई त यसरी पकाएको है। सबै थोक हालेर यसरी नरम बनाएर टक्क छोपेर पकाउँदा त स्वाद पनि मिठो आउने कि। सधैँ त्यो कराईमा पकाएको एउटै स्वादको खाइराख्दाखेरि कहिलेकाहीँ यसरी भाँडो चेन्ज गरेर पकाउँदा पनि अलिक फरक स्वाद आउने। अब मासु छोड्ने कुरा त भएन, अब नखाइ नि भएन, बरु भाँडो चेन्ज गर्दै भए नि पकाएर त खानु पऱ्यो नि त। के गर्नु, मासु छोड्न सकिँदैन, अब स्वाद फेर्दै खानु पऱ्यो नि त।